हाई गाइज, अब यस्तो फुलै फुलको बगैँचासँगै सिटी भ्यू हेर्न जाने होइन त, त्यो पनि काठमाडौँबाट जम्मा 1 to 2 किलोमिटरको हाइकमा। यस, यु हर्ड राइट, इट्स तारेभिर। हप्ताभरिको अफिसको तनाव र सिटीको बिजी इन्भाइरोमेन्टबाट केही रिलिफ पाउनु छ भने यो भिडियो तपाईको लागि हो। सो गाइज, म चाहिँ आज वसुन्धरादेखि मकलबारी बस पार्कसम्म चाहिँ बसमै आएँ। मैले ब्रासलेट पनि चुटाइसकेको छु, यु क्यान सी। अनि यो ठाडो उकालो हुँदै चाहिँ हामी चाहिँ अब जानुपर्ने हो हनुमान बस पार्कसम्म। सो गोकर्णेश्वर महादेवको दर्शन गर्दै म लागे हनुमान चोकतर्फ। हेर्नु त, म चाहिँ कस्तो क्युट देखेको छु है यो आउटफिटमा। हनुमान चोक पुगेपछि त्यही नै केही खानेकुरा लाइक चिप्स र लिचीहरू किनेर म चाहिँ टुकटुक भएतिर गएँ। यो टुकटुक चाहिँ म बुटोल हुँदाखेरि चढेको थिएँ, त्यसपछि धेरै नै वर्ष भएछ टुकटुक नचढेको। सो म चाहिँ साइडको बुवासँग गफ गर्दै अनि यो मजाको भ्यू हेर्दै सुन्तना खान बस पार्कतर्फ लागेँ। गाइज सुन्तना खान बस पार्क भनेर चाहिँ एकदम ठुलो बस पार्क चाहिँ एक्सपेक्ट नगर्नु होला। यो चाहिँ यहाँसम्म नै एन्ड हुन्छ र यसपछि चाहिँ हामी यो पिच रोड हुँदै हाइकिङ स्टार्ट गर्छौँ। अनि यहाँ चाहिँ यु क्यान एक्सप्लोर द भिलेज लाइफ स्टाइल टु। अनि यहाँ माथि बाटो पिच हुँदै गरेको हुँदाखेरि चाहिँ म यो सिँढीको बाटो हुँदै माथि गुम्बातर्फ आउँछु। यो कुन गुम्बा हो चाहिँ मलाई थाहा छैन होइन, तर यहाँदेखि भ्यू चाहिँ यस्तो बबाल देख्छ नि। अनि यो जङ्गलमा हराएको कुरा चाहिँ हजुरहरूलाई थाहा नै छ, यु क्यान वाच माई प्रिभियस भिडियो इफ थाहा छैन भने। त्यही भएर आउनुभन्दा अघि चाहिँ सबै इन्फर्मेसनहरू ग्यादर गरेर आउनु होला बाटोको बारेमा, अनि त्यहाँको लोकल्सहरूसँग नि बुझ्न सक्नुहुन्छ। अनि म बाटोमा हिँड्दै गर्दा चाहिँ यहाँ फ्यु भाइ बहिनीहरूलाई भेट्छु र उनीहरूसँग चाहिँ तारेभिर झरनातर्फ लाग्छु। यो झरनामा चाहिँ मलाई नुहाउन एकदम डर लागेको थियो, त्यही पनि उनीहरूको फोर्सले गर्दाखेरि चाहिँ म नुहाएर लास्टै मजा आयो। भाइ बहिनीहरू है यहाँ अनि गाइस, झरना भनेर चाहिँ एकदम ठुलो झरना चाहिँ एक्सपेक्ट नगर्नु होला। यहाँ चाहिँ एकदम सानो कुलो जस्तो झरना छ होइन, जुन चाहिँ बर्खा महिनामा अलिक ठुलो हुन्छ होला। त्यसपछि त हामी यो भ्यूको मजा लिँदै डगीलाई जिस्काउँदै डाँडा र पाखा हुँदै बारीको बाटो हुँदै फलफुलको बोट बिरुवा हेर्दै लाग्यौँ तारेभिरतर्फ। हेर्नुहोस् न कस्तो राम्रो भ्यू है, संसारमा कोही मान्छे होला त यस्तो राम्रो भ्यूलाई हेर्न मन नपराउने। हामी चाहिँ यो घरको अगाडि आएर फोटो भिडियोहरू खिचिरहेको थियौँ। अनि मलाई यो घरमा बस्ने मान्छे चाहिँ कति लकी होला भन्ने फिल भइरहेको थियो कि। अनि बाटोमा यति धेरै ऐसिलो छ कि ऐसिलो खाँदा खाँदा तपाईँहरू वाक्क पर्नुहुन्छ कि। इफ ऐसिलो खानु मन छ भने यु क्यान गो टु तारेभिर है त। अनि यहाँ चाहिँ हामी लिन्छौँ एउटा चटपटेको सर्ट ब्रेक, अनि त्यसपछि हामी लाग्यौँ माथितर्फ। अनि गाइस, फाइनली वेलकम टु तारेभिर। देख्ने बित्तिकै चाहिँ म फुरुक फुरुक गर्दै उफ्रिँदै हिँडिरहेको थिएँ, त्यत्तिकैमा नै मलाई सिस्नोले पोलिहाल्यो। अनि के गर्नु, यो जेठालालको जस्तो किस्मत लिएर हिँडेपछि जहाँ जे पनि हुँदो रहेछ, त्यही पनि ऐसिलो खाना चाहिँ छोड्नु भएन है त गाइस। अनि त्यहाँबाट चाहिँ अलिकति माथि आइसकेपछि त यस्तो ब्युटिफुल गुम्बा आउँछ जहाँ चाहिँ हामीले एकैछिन रेस्ट लिएका थियौँ। यस्तो राम्रो पिसफुल इन्भाइरोमेन्टमा बसेर लिची खानुको त मजा नै बेग्लै छ। यहाँको भाइब्स चाहिँ कस्तो थियो भन्दाखेरि चाहिँ एकदम सिक्रेट खुफिया बङ्गला टाइपको थियो कि। त्यहाँ साइडमा एउटा यस्तो राम्रो बङ्गलो थियो, त्यहाँ चाहिँ कोही मान्छेहरू पनि बस्दैन थियो कि। अनि हामीसँग यस्तो स्क्याम भयो गाइजहरू होइन। एउटा भ्लगमा मैले देखेको थिएँ हजुरहरू मजाले आलु बखडा खाँदै हिँड्न पाउनुहुन्छ भनेर हामी त्यो प्राइभेट प्रपर्टीमा पर्दो रहेछ आलु बखडा टिप्न गएको। हजुरआमाले यस्तो गाली गरेर हामी बाँदरको तालमा उफ्रेर फर्क्यौँ। अब हजुरहरू यहाँबाट जगडोल हुँदै पनि झर्न सक्नुहुन्छ र बुढा नीलकण्ठ हुँदै पनि झर्न सक्नुहुन्छ। हामी चाहिँ बुढा नीलकण्ठतिरबाट झरेको थियौँ र पठाउ हुँदै घर फर्किए। बाई।